हेलो नमस्ते यहाँहरु सबैजनालाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म कहाँ छु भन्दाखेरि बजाज सर्भिस सेन्टरमा छु। मेरो चाहिँ अब बाइक तेस्रो सर्भिसिङ गर्ने बेला भयो अनि तेस्रो सर्भिसिङको लागि आएको, किनकि अब म 2-3 दिन पछि गाउँ जाँदैछु नि त। फेरि त्यसको लागि अब ट्रक्क सर्भिसिङ गरेर अब फ्रेस बनाएर लानुपर्यो गाडी त। अब गएपछि म लगभग 10-12 दिन चाहिँ आउँदिनँ, उता पनि पुगिन्छ अनि फेरि सर्भिस गर्ने बेला पनि भयो के। मेरो चाहिँ बाइक यता छिरिसकेको छ सर्भिसको लागि। यहाँ भित्र छ अब कति लाख टाइम निक्ले नै। मेरो चाहिँ यहाँ तेस्रो सर्भिसिङ हुँदैछ, लगभग अब हुन आँटिसक्यो। मेरो चाहिँ अलिकति गियर अड्किनु खोज्छ कि हिँड्दाखेरि चाहिँ मैले दाइलाई भनेको थिएँ के भन्नु अरे डिस्प्याट फेर्नुपर्छ हाल्नुपर्ने हो। सकिएछ? हजुर। ओहो टुर जानुलाई भन्छ, फेरि बाटोमै सक्छ लागि सिन्धुलीको बाटो होला, फेरि ओह्रालोहरू उकालो छ। यहाँ चाहिँ मेरो डिस्प्याट फेर्नु परेछ नि त। छिटो सकिएछ है डिस्प्याट त? पानीमा चाँडो जान्छ, पानीमा चाँडो जान्छ है। पानी सानी परे बेला चाहिँ ठिकै छ। अब लाउनै पऱ्यो नि फेरि, किनकि म कति 350 अब घर हाम्रो निस्किँदा ओर्दा चाहिँ 300-350 किलोमिटर छ नि त। अब म 1-2 दिन उतै बस्छु, अब लाउनु पऱ्यो। त्यही भएर अब डिस्प्याट चाहिँ लाएरै जाने। कति पर्छ हो दाइ डिस्प्याटलाई? 800-900 कति लिन्छ? 900 पर्छ है। ओ अब सोरुममा अब के है, महँगो त भइहाल्छ। चल्छ होला 1-2 दिन त दाइ? चल्दैन, यो चाहिँ बन्सर भयो होइन। बन्सर चाहिँ हतपत केही भयो हुँदैन, यो चाहिँ ह्यान्डी भयो कि, यो चाहिँ पातलै भयो। यो चाहिँ भित्र त्यो चाहिँ बन्सर, त्यो चाहिँ यसरी बस्छ, यसले चाहिँ चेप्ट्याउने। ठिकै छ फेरिदिउँ। पहिलाको सर्भिसिङ योभन्दा अगाडि सर्भिसिङमा फेरिएको छ यहाँको फेरि जस्तो लाग्यो एयर फिल्टर के। खै त्यहाँ हेर्नुपर्छ, त्यहाँ उमा त्यहाँ लेटरमा हेर्नुपर्छ। एयर फिल्टर हालेको छैन क्या दाइ? त्यो मेरो अगाडिको सर्भिसमा त्यो एयर फिल्टर पनि हालेको छैन अरे। हालेको छैन, त्यो हाल्दैन। यसपालि चाहिँ सर्भिस खर्च अलिक निकै नै होला यार। डिस्प्याट अब नयाँ हाल्यो, सक्नुहुन्छ। ठिकै छ, चढेर हिँड्ने साधनलाई चाहिँ अलिकति राम्रै बनाएर हिँड्नु पऱ्यो नि त। पैसा त भइहाल्छ नि। एयर फिल्टर हाल्दा यसपालि चाहिँ के खेल्यो भने मोबिल अनि यो यहाँको फिल्टर, मोबिल फिल्टर अनि यहाँको एयर फिल्टर। यो चाहिँ फेरि उल्टो हुने रहेछ क्या। म चाहिँ यताबाट अस्ति खोलेर यताबाट मर्ने गरी उकाउँछु, नहुने रहेछ यताबाट रहेछ खासमा। त धुलो आएछ। अनि अर्को कुरा चाहिँ मेरो नम्बर प्लेट चाहिँ आइसकेको छ। अब चाहिँ म यो सर्भिस गरेर नम्बर प्लेट हाल्नु जान्छु होला। हो यहाँ कागजपत्रहरू यहाँ छ के हो यो एयर फिल्टर चाहिँ यो हाल्नुपर्छ है। अस्ति कान्छेले सफा मात्रै गरेर हाल्दै थियो कि थिएन कि यहाँ सकिएको थियो यो, अनि ग्रिज सकिएको थियो अरे यो ग्रिज। फेरि लेटर गरेको अब त्यहाँ चाहिँ मेरो पैसा थपिँदै आउँछ नि त। के गर्ने, सर्भिस हाल्नै पऱ्यो। अनि यहाँ एउटा स्क्रु हुन्छ क्या यसको, कता रहेछ यहाँ छ कि स्क्रु, तर यो चाहिँ कहीँ मिल्दैन यो स्क्रु चाहिँ। यहाँ दिएको हुन्छ एउटा कति पर्नुको त यो एनआरजी कहाँ छ त? छैन देखिन त यहाँ। त्यही गाह्रो छ अहिले नयाँ मोडलमा। फिल्टर बरु हटाइदिने भयो भने जस्तो झन्झन सानो मेरो चाहिँ सकियो अब सर्भिस। अब मात्र धुनु बाँकी। आज यसमा नम्बर प्लेट बस्छ, नम्बर प्लेट आइसकेको छ। कति उठ्ने थाहा छैन। मेरो चाहिँ अब सकियो। यहाँ बिल तिर्नुपर्ने हुन्छ, कति आयो। मेरो चाहिँ पुरा कस्ट चाहिँ कति आएछ भने 2825 आएछ।
मैले चाहिँ लगाइदिइसकेँ। हेर्नु त, चेक गर्नु त, आयो होला 2825 होइन? मैले चाहिँ यसमा हाल्दैछु। भयो होइन? केही लानुपर्छ? 2825 ल 2825 को बिल पनि आयो। त्यो लेखायो नि त मेरो 2825। एउटा चिज गरेन चाहिँ त्यो सर्भिसको यो सिग्नल चाहिँ हटाएन। दोस्रो सर्भिसिङ भयो। अब कतिमा आउनु? अब तपाईँको त्यो 7000 देखि 7500 होला। 7000 यो सिग्नल हटाइदिनु न भने। रोमन फर सर्भिसिङ 7000 पनि 7500। हजुर 4000 5000 किलो हुने चाहिँ अब 2000 देखि 2500 किलोमिटरको भित्र। यो त्यति किलो चाहिँ यो आफै आउने रहेछ है? माथि टाइम लाग्छ है। आउँदो डिजाइन त्यो टुक्रा दिनु हो तपाईले 3 नम्बरको हल्ले त हल्ले हुन्छ। हल्ले नै भन्दैन रहेछ। तेरिका यार यो के हो के? यो बाइक यस्तो हो कि मान्छेले हटाउन नसकेको हो कि हटाउन नसक्यो हो भाइ? हो त्यो मोडको तर अरू बटन दिनुपर्ने हो क्या यहाँ चाहिँ सही हो होइन। यो भन्दा पनि 4वटा बटन फेरि त्यही सेट होला। त्यही त सेट हुँदैन यार भनेर मैले त्यही सेट भयो फेरि त्यही सेट भयो क्या भने छोडेर फेरि गर्न लिङ्क हुन्छ। यहाँ अरू बटनै छैन कि यस्तोमा ट्रिप 9000 देखि ट्रिपमा राख्नुपर्छ। मैले आइडिया दिएँ नि 9550 मा चाहिँ यो फेरि आयो। यो फेरि आउँछ तर सर्भिसिङ तपाईँको 7000 देखि 7500 हुन्छ। ल यो चाहिँ गर्नु यहाँ चाहिँ मेरो यो भएन। अब पछाडि डिस्प्ले हालेको यहाँ चिप्लिरहेको छ। चिप्लिरहेको छ चिप्लिरहेको छैन। अस्ति पनि कान्छेले अगाडि लगायो त्यो साथी लगाएको चिप गरेर चिप्लिरहेको छ। अहिले त्यो नयाँ फ्रिजको डिस्प्ले चिप्लिरहेको छ गरेर ल्याउँदैछ चिप्लिरहेको छ हल्का एकछिन हो। 10-15 मिनट बाइक कुद्छ त्यसपछि मजाले लाग्छ। ठिक छ नि। यही राख्दिउँ मजा त जानु केही अप्ठ्यारो पऱ्यो भने खबर गर्नु हामीले। म आउँछु एकचोटि चेक गरौँ न। ठिक छ यतिको। भयो त्यो नयाँ घर बस्नुलाई चाहिँ अलिक टाइम लाग्ने छ त्यही भएर चिप्लिँदो रहेछ कि सिलित्ती। तर हिट चाहिँ उडा हुने कि कति निकालेको मलाई 2 महिना हो। 2 महिनामै डिस्प्याच गर्नु पऱ्यो। अस्ति पाहाडतिर धेर कुद्यो नि त त्यही भएर पनि होला। अब म चाहिँ अहिले फर्क्यो। मलाई चाहिँ कति टोटल मलाई मेरो खर्च चाहिँ यसपालि चाहिँ अलिक धेरै आयो। अस्ति के मैले फेरेको थिएँ भने एयर फिल्टर अनि एयर फिल्टरको अनि के भन्छ अर्को आयल फिल्टर त्यो फेरेको थिएन। यसपालि चाहिँ फेरेँ त्यही भएर। अनि मोबिल त्यो गर्दाखेरि अनि डिस्प्याड त्यसले गर्दाखेरि अलिकति महँगो आयो यसपालि चाहिँ 2850 3000 नै भनौँ न। अब के हुन्छ टाढा जानु छ बाइक त बनाएरै जानु पर्यो होइन। चाहिँ म रुम जान्छु अनि यसलाई चाहिँ राखेर म अर्को बाइक लिएर फेरि काम गर्न निस्किन्छु एकछिन। अहिले चाहिँ कति 12:14 गइसकेछ। एकचोटि चेक गरौँ है त फेरि। ओ ल ठिकै रहेछ।
त्यसलाई मैले गियर अड्किन्छ भनेको थिएँ, गियर पनि खै अहिले चाहिँ खासै त्यति अड्केको फिल हुँदैन। घरिघरि यो बजाजको बाइकमा चाहिँ अलिकति गियर अड्किने हुन्छ क्या, बानी हुन्छ क्या, न्युट्रलमा फाल्ने अनि गियर अड्किने त्यस्तो हुन्छ क्या। यसमा चाहिँ प्रब्लम के आउँछ। सो त्यही हो। फेरि अर्को भिडियोमा भेटौँला। आजको भिडियोलाई यतै इन्ड गर्न चाहन्छु। उल्टो साइड लाइट बालेर कता जानु खोज्छ होइन यार। अर्को भिडियोमा भेटौँला गाइस। आजलाई बाई बाई।